आदरणीय दर्शकबिनहरू, फाइनल्ली हामीले चाहिँ एउटा गरिबको बच्चा भेटाएका छौँ। ऊ चाहिँ यति गरिब छ कि उसलाई हिजो नयाँ लुगा किनिदिएको त्यही पनि गरिब देखियो। त्यही भएर उसको चाहिँ पुरानै पोसाक हस्तान्तरण गरिदियौँ हामीले। भाइ चाहिँ यति गरिब छ कि धेरै दिन भइसक्यो खाना नखाएको। भाइ अलि पेटभित्र लग न। तिमीले कति दिन भएर खाना नखाएको? बिहान भर्खर मासु भात खाएको। भाइ यार त्यस्तो भन्ने होइन क्या यार, खाएको होइन भन्नुपर्छ क्या, नत्र दर्शकहरूले कहाँबाट पत्याउँछन् यार, अनि विदेशबाट कहाँबाट सहयोग आउँछ त? अनि खाएको होइन भन्नुपर्छ। अनि भाइ चाहिँ धेरै गरिब छ क्या, उहाँको गरिबी मैले सहन नसकेर उहाँलाई मैले आफ्नै कमाइको 1000 रुपियाँ चाहिँ हस्तान्तरण गर्न चाहन्छु। ल भाइ अलि उता पनि हेर न यार, यो देखिनुपर्छ क्या, यो हस्तान्तरण गरेर देखिएन भने चाहिँ कहाँबाट अनि पत्याउँछ नि त। उहाँलाई चाहिँ यो 500को नोट अनि यहाँभित्र 100को नोट छ, उहाँलाई चाहिँ हस्तान्तरण गरिदिएँ मैले। ल भाइ केही भन्न चाहन्छौ? नभन भाइ, तिमीले सबै खेल बिगार्छौ होला। क्यामेराम्यान भयो तिम्रो यार, तिम्रो खास यार, तिमी के यार तिम्रो यार, यो त अलि स्याड हुने अनि विदेशबाट सहयोग आउँछ, अलि स्याड हुनुपर्ने हो यार। खै यति देऊ पैसा तिम्रो एक्टिङ देख्दाखेरि चाहिँ यो अलिक धेरै पर्छ। ल चिया खानु चाहिँ यो 100 रुपियाँ चाहिँ दिएँ। अनि अर्को भिडियो चाहिँ अलि राम्रो एक्टिङ गर्ने, नत्र मैले चाहिँ अर्कै मान्छेलाई फेरि सहयोग गर्छु नि फेरि।